जापानमा सेकेन्ड टाइम चाहिँ बलिङ। मेरो चाहिँ सेकेन्ड टाइम थियो भने हाम्रो काकीको चाहिँ फर्स्ट टाइम थियो बलिङ। त्यति बेला काकाले चाहिँ काकीलाई चाहिँ यसरी खेल्ने हो भनेर चाहिँ सिकाउँदै हुनुहुन्थ्यो क्या, काकीको फर्स्ट टाइम भएको कारणले गर्दा। अनि काकाले काकीलाई सिकाउँदै हुनुहुन्थ्यो भने म चाहिँ भिडियो बनाउँदै थिएँ। फेरि म नि गएँ खेल्नको लागि। फेरि मैले आनेको त मलाई त सकिनँ कि गेम गर्न नै सकिनँ, बाँकी भइहाल्यो। फेरि काकी र मारे एकछिन बसेको, फेरि काकाले खेल्ने, काकीले चाहिँ भिडियो बनाउने गर्नुभयो। काकाको हात दुखेर क्या गेम खेल्दा खेल्दा, अनि काकीले चाहिँ फेरि मालिस गरिदिनु भयो क्या। अनि मालिस गरिदिइसकेपछि फेरि काकाले अब काकीले त्यति मायाले मालिस गरिदिइसकेपछि त गेम नगर्नु त कुरै हुँदैन भनेर जिस्काउँदै थिएँ मैले। तर के गर्नु, काकाको ब्याड लक भनौँ कि के भनौँ, फेरि काकाले गेम गर्न सक्नु भएन। फेरि लगातार खेल्दै हुनुहुन्थ्यो है। त्यतिकैमा फेरि काकीले चाहिँ अब म गर्छु नि त, हेर्नुहोस् है म चाहिँ गेम गरेर देखाइदिन्छु भनेर जानुभयो। फाइनल्ली हाम्रो काकीले चाहिँ गेम गर्नुभयो क्या, सबै ढलाइदिनु भयो। अनि काकी चाहिँ क्या खुसी हुनुभयो क्या है। अनि खुसी हुनुभयो। फेरि काकाले बल पुछ्न थाल्नुभयो। बल पुछेर हात पुछेर अलि पसिना आएर चिप्लो चिप्लो भएको थियो क्या। त्यसपछि फेरि म गएको। अब चाहिँ म चाहिँ जसरी पनि गेम गर्छु भनेर गएको। फाइनल्ली मैले नि गेम गरेँ क्या। तर मलाई नि क्या खुसी लाग्यो, मैले खुसी भएको। हाम्रो काकाले चाहिँ लगातार 6-7 चोटि नै गेम गर्नुभयो क्या। पछि चाहिँ काका नि खुसी भएर मैले गेम गरेँ बुढी भन्दै आएर काकीलाई हग गर्नुभयो क्या है। अनि फेरि म नि गएर हामीले लगातार 1 घन्टा जति चाहिँ गेम खेल्यौँ। लास्टै रमाइलो भयो। धेरै टाइम पनि भइसकेको कारणले हामीले फर्क्यौँ। फेरि हाम्रो काकालाई बच्चा जस्तै हुनुहुन्छ क्या, त्यहाँ फोटो खिच्नु पऱ्यो। त्यहाँ फोटो खिचेको काका र काकीको। यतिकैमा हामी चाहिँ फर्केको। बाई बाई गाइस।